2 घण्टासम्म रिल स्क्रोल गरेर बस्दाखेरि 2 मिनेटका जस्तो लाग्छ अनि 2 मिनेट पढ्न बस्यो 2 घण्टा बिते जस्तो लाग्छ किन दिस इज सफ्टवेयरिका प्रेजेन्ट्स फोकस फिक्स हेल्पिङ यु थिंक क्लियरली 1970s मा एकजना साइकोलोजिस्टले एउटा एक्सपेरिमेन्ट गरे जसमा उनले एक्सट्रिमली मोटिभेटेड चेस प्लेयर सर्जन्स रक क्लाइम्बर्स अनि क्लासिकल म्युजिक कम्पोजर्सहरुसँग इन्टरभ्यु लिएका थिए अनि यी सबैजनाहरुले पैसा प्रतिष्ठा केही पनि पाउने आशा नगरिकन आफ्नो ज्यानकै परवाह नगरी भित्रैबाट मोटिभेटेड भएर आफ्नो कर्म गरिरहन्थे र यो एक्सपेरिमेन्ट कन्डक्ट गर्दाखेरि उनले त्यहाँ एउटा प्याटर्न देखे इन्टरभ्यु लिएको सबैजना आफ्नो काम गर्दै गर्दाखेरि कम्प्लिट फोकस समय बितेको पनि पत्तै नपाउने स्टेटमा अनि त्यो काममा इन्भल्भ हुँदै गर्दाखेरि आफूले आफैलाई नै बिर्सेको अनुभव गर्ने रहेछ खोला जस्तै बगेको बगे र यसैलाई नाम दिइयो स्टेट अफ फ्लो भनेर र यो कुरा अचिभ गर्नको लागि 2-4 वटा कुराहरू पूरा भएको हुनुपर्छ नम्बर 1 तपाईले गरिरहनु भएको कामको डिफिकल्टी र तपाईको स्किल ब्यालेन्स्ड हुनुपर्छ काम धेरै नै सजिलो भयो भने बोरिङ हुन्छ अनि धेरै गाह्रो भयो भने यसले एङ्ग्सियस फिल गराउँछ नम्बर 2 क्लियर गोल्स काम के हो भन्ने कुरा ठ्याक्कै थाहा हुनु पर्यो एक्जाम्पल म आज बसेर 1500 शब्दहरू लेख्छु त्यो भने क्लियर गोल भयो यसले गर्दाखेरि दिमाग भड्किन पाउँदैन नम्बर 3 इमिडिएट फिडब्याक सोशल मिडियामा भिडियो हेर्दै गर्दाखेरि इन्स्टेन्ट फिडब्याक आउँछ नि तपाईलाई रमाइलो लाग्छ तपाईलाई खुसी लाग्छ तपाई हाँस्नुहुन्छ तपाई इमोसनल हुनुहुन्छ यो चाहिँ इमिडिएट फिडब्याक हो आफूले गरिरहेको काम राम्ररी नै अगाडि बढिरहेको छ है भन्ने क्लियर सिग्नल छ जस्तै कोठा सफा गर्दै हुनुहुन्छ भने टन्न फोहोर निस्किरहेछ होला धुलै धुलो निस्किरहेछ होला त्यो भने क्लियर साइन्स हो कोठा सफा हुँदैछ भनेर अनि त्यो चेयरमाथि राख्नु भएको त्यो लुगाको भगारी घट्दै गइरहेछ होला त्यो क्लियर साइन्स भयो काम भइरहेको छ है भन्ने चीज क्लियरली देख्नु पर्यो जब स्टेट अफ फ्लो मास्टर हुन्छ तब टाइम हराउन थाल्छ र एक्सेलेन्स उत्कृष्टता देखिन थाल्छ अनि इफ यु आर अ स्टुडेन्ट लुकिङ टु चुज अ कलेज तपाईलाई लर्निङ र क्रिएटिङ बीचको त्यो पर्फेक्ट फ्लोमा राख्नको लागि ह्याकाथन्स टेक च्यालेन्जेस इनोभेसन हबहरू भएको सफ्टवेयरिका कलेज कुड बी अ राइट चोइस फर यु